आजको यस भिडियोमा म हेड एन्ड लेग काउन्टिङ अन्तर्गतको प्रश्न लिएर आएको छु। हामीलाई प्रश्नमा एउटा समूहमा केही मानिस र गाई छन् जहाँ खुट्टाको सङ्ख्या 200 र टाउको सङ्ख्या 80 छ भने गाई कति छन् भनेर प्रश्न सोधेको छ र हामीहरूलाई चारवटा अप्सन पनि दिएको छ 40, 20, 60 र 30। अप्सनबाट चाहिँ कसरी जाने भन्दाखेरि यो जुन चारवटा अप्सन दिएको छ नि चारवटा अप्सनबाट चाहिँ कुनै एउटा अप्सन चाहिँ तपाईँले लिनुपर्छ। जस्तो मैले लिएँ अप्सन 40। अब 40 लिइसकेपछि हेर्नुहोस् हामीहरूले कसको सोधेको छ गाई कति छन् भनेर सोधेको छ भने गाईका कतिवटा खुट्टा हुन्छन् त गाईको खुट्टा 4वटा हुन्छन्। अब हेर्नुहोस् है 80 टाउको सङ्ख्या 80 छ 80मा 40 गाई छन् भने 40 के छन् त मान्छे छन्। मान्छेको खुट्टा कति हुन्छ 2। अब यो गरेर जोड्नुहोस् त तपाईँको कति हुन्छ 40 चौको 160 भयो 40 दुनी 80 भयो। अब यो दुईवटा जोड्दाखेरि त तपाईँको खुट्टाको सङ्ख्या आउने हो किनकि हामीले खुट्टा इन्टु 4 गरेको त खुट्टालाई हो। तर यो जोड्दाखेरि चाहिँ हाम्रो कति आयो त 200 भन्दा त बढी आयो। 200 भन्दा बढी आएको भएर चाहिँ यो तपाईँको एन्सर भएन। अब यो हेर्नुहोस् है 20। अब 20 लिए भने 20 के भने गाई कति छन् भनेको गाई यदि 20 छन् भने मान्छे कति छन् त 60 छन्। गाई कतिवटा खुट्टा हुन्छन् 4वटा खुट्टा हुन्छन्। मान्छे कतिवटा हुन्छन् 2वटा हुन्छन्। 20 चौको 80 60 दुना 120 दुईवटा जोड्दा 200 भयो। र हामीलाई खुट्टाको सङ्ख्या पनि जहाँ खुट्टाको सङ्ख्या 200 नै भनेको छ टाउको सङ्ख्या 20 र 60 जोडेर 80 भयो भनेपछि हाम्रो एन्सर यो राइट भयो। तपाईँहरूले यसरी गर्नुभयो भने सजिलो हुन्छ। त्यो तरिका जान्नुभयो भने जस्तो प्रश्न आए पनि जति घुमाएर प्रश्न आए पनि तपाईँहरूसँग एउटा आइडिया हुन्छ र तपाईँहरूले चाहिँ त्यो प्रश्न सल्भ गर्न सक्ने सम्भावना चाहिँ एकदम धेरै बढेर जान्छ। त्यही भएर अप्सनबाट जाने तरिका चाहिँ सिक्नु होला। हस्, धन्यवाद।